ल है साथीहरू, दिउँसोको नास्ता खाने पाउनु होला। चाउमिन बन्दैछ यहाँ आफ्नै घरमा। यो सिमला मिर्च, यो बन्दाकोपी, यो प्याज, यो टमाटर, यो चना। यहाँ रहेको छ चाउमिन। आज भिडियो बनाउनेको चक्करमा अदुवा राख्नु बिर्सेछ। स्वागत छ यहाँहरूलाई मेरो किचनमा। फेरि त्यहाँ किचन हेरेर यस्तो त्यस्तो हलानु फलानु नभन्नु होला। किने चिन्नु गाउँले हामी त्यत्रोजना गएर होटलमा खाएर पनि त साध्य हुँदैन नि होइन घरमा। त्यसैले आज म घरमै बनाउँदैछु चाउमिन। खाने भए आउनु होला। चाउमिन रेडी है। चाउमिन रेडी भएर हामी त सुरु गऱ्यौँ। बुढो अफिस नाति सुतिरहेछ। सबभन्दा धेरै नाति सक्छ नातिसँगै बसेर खाउँला भनेको अहिले उठ्यो भने। ल गाउँघरको यस्तै हो। होटलमा गएर खाना त हामीलाई त पुग्दैन। हामी त यति खान्छौँ। अहिले फेरि चना ठटाउनु जान्छौँ। होटलमा गएर खाने भनेको त कहिले काहीँ हो। घरमै बनाएर खाने छोरी बुहारीले पनि सिक्छन् बनाउन। बनाइन्छ खाइन्छ धेरै पनि हुन्छ होइन। मिठो भन्छ कि नै भन्छ। कस्तो टेस्टी छ भने बाबुले भन्छ त्यति भन्छ त बाबुले। ल अब म पनि सुरु गर्छु। टेस्टी बाई। किन हाँसी छ फर्क पर्न। यस्तो मजा छ होइन तिमीहरू बस्ने मैले बनाएर खुवाउने।